सम्पूर्ण नमस्कार। म चाहिँ यो आउँदै गरेको चाहिँ नि वार्षिक समीक्षा गत आर्थिक वर्ष 2082-83 को चाहिँ नि स्लाइडहरू बनाउँदै गर्दाखेरि चाहिँ समीक्षाको तयारी गर्दै गर्दाखेरि चाहिँ हामीले टप 10 डिजिजहरू कसरी निकाल्न सकिन्छ भनेर एउटा सानो क्लिप बनाएको छु। सबैले हेरेर साथ दिनु होला। सर्वप्रथम हामीले के गर्नुपर्छ भन्दाखेरि DHIS मा लगइन गर्नुपर्छ। हाम्रो DHIS लगइन गरिसकेपछि चाहिँ ड्याशबोर्ड खुल्छ। त्यसपछि चाहिँ राइट साइडमा भएको 9 डटमा जानु होला। त्यसपछि यहाँनिर देख्न सक्नुहुन्छ डेटा भिजुअलाइजर भन्ने छ, यसमा क्लिक गर्नु होला। त्यसपछि हामीले रो र कोलमलाई चाहिँ मिलाउनु पर्ने हुन्छ, जसमा अर्गनाइजेसन युनिटलाई चाहिँ कोलममा राख्नु होला र डेटालाई चाहिँ रोमा लिएर अवधिलाई कोलममा लानुपर्ने हुन्छ। यति गरिसकेपछि चाहिँ हामीले सुरुमा अर्गनाइजेसन युनिट टिक्लाउनु पर्छ। युजर सब युनिट पर्दैन। त्यसपछि चाहिँ आफ्नो संस्थालाई टिक्लाउनु होला अथवा आफ्नो वडालाई टिक्लाएर हाइड गर्नु होला। त्यसपछि अवधिमा गएर चाहिँ फिक्स्ड डेटमा जानु होला र त्यसपछि हामीले आर्थिक वर्ष छान्नुपर्ने हुन्छ, जुन अप्रिललाई छान्नु पर्दछ र हामीले एउटा आर्थिक वर्ष निकालौँ। 82-83 को निकाल्दैछौँ अहिले चाहिँ। त्यसपछि यहाँनिर सिलेक्टेड पिरियडमा चाहिँ दिस फिनान्सियल इयर भन्ने छ, यसलाई अनसिलेक्ट गर्नु होला डबल क्लिक गरेर। त्यसपछि यसलाई नि हाइड गर्नु होला। त्यसपछि हामी डाटामा जानुपर्ने हुन्छ। डाटामा गइसकेपछि डेटा टाइपमा डेटा एलिमेन्ट्स छान्नुपर्ने हुन्छ। त्यसपछि चाहिँ अल ग्रुपमा गएर हामीले ओपिडी छान्नुपर्ने हुन्छ। ग्रुपमा चाहिँ ओपिडी छानेर चाहिँ ओपिडी छानिसकेपछि चाहिँ हामीले यो जुन कमन सिम्पटमहरू जति पनि देखाइरहेको छ यो सबै हामीले सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसको लागि यो डबल एरोमा क्लिक गर्नुपर्छ। हामीले जति छ सबैले सिलेक्ट गरेर पठाउनु पर्ने हुन्छ। यसलाई चाहिँ 5-6 चोटि क्लिक गर्नुपर्ने हुन्छ, किनभने इन्डिकेटरहरू धेरै भएको हुनाले चाहिँ धेरै चोटि सिलेक्ट गर्नुपर्ने हुन्छ। त्यसैले 1 2 3 4 5 6 7 चोटि चाहिँ क्लिक गर्नु होला। त्यसपछि यसलाई नि हाइड गर्नु पर्ने हुन्छ र हामीले लास्टमा चाहिँ सबै कुराहरू मिलाइसकेपछि अपडेट गर्नुपर्छ। अपडेट गर्दाखेरि यसरी तपाईहरुको चाहिँ नि डिजिजहरू देखाउँछ, जसमा अब हामीलाई चाहिएको त टप 10 भएको कारणले हामीले यो एरो देख्न सक्नुहुन्छ आर्थिक वर्षको छेउमा। यो माथिपट्टि फर्केको एरोमा डबल क्लिक गर्नु होला। त्यसपछि हामीलाई चाहिएको टप 10 डिजिजहरू आउँछ। यसलाई हामीलाई 10 वटा मात्रै चाहिएको हुनाले 10 वटालाई सिलेक्ट गर्नु होला। त्यसपछि कपी गरेर कपी पेस्ट गरेर चाहिँ नि यसरी तपाईहरुले वार्षिक समीक्षाको चाहिँ नि स्लाइड बनाउन सक्नुहुनेछ। धन्यवाद।